आमा बिनाको जीवन कस्तो हुन्छ हामी सोच्छौँ, तर मानव भएर कतिको सोच्न सक्छौँ। तर एउटा जनावर भएर सत्य कथामा आधारित जुन अहिले भर्खरैको पुरै दुनियाँ संसारलाई चकित पारेको छ एउटा बाँदरको कथा, जुन जापानको चिडियाखाना त्यो जन्मने बित्तिकै त्यो बाँदरको आमा बित्नुभयो। आमा बिना कसरी बाँच्ने, बिरामी हुँदै गयो, मर्ने अवस्थामा हुँदै गयो। तर चिडियाखानाको कर्मचारीले त्यो बाँदरको बच्चालाई एउटा टोइज, मङ्की टोइज, बाँदरको टोइज ठुलो ल्याएर राखिदिनु भयो र त्यहीलाई आफ्नो आमा मानेर त्यसको काखमा सुतिन्थ्यो, त्योसँग खेलिन्थ्यो, जता गइन्थ्यो त्यता उसलाई लगिन्थ्यो, अरू कहाँ जाँदाखेरि कुट्थ्यो, पिट्थ्यो र जतिखेर नि सुत्दा त्यसको काखमा सुतिन्थ्यो। भिडियो तपाईँहरू हेर्नुहोस्, यो फोटो हेरेर थाहा हुन्छ आमा बिनाको माया र आमा बिनाको जीवन कस्तो दुःखमय हुन्छ।